हेलो साथीहरू नमस्ते लासो फ्याफुला वेलकम टु माई न्यू मिनी ब्लग साथीहरू आफ्टर 1 डे पछि फेरि पनि ब्लगमा जोइन भएको छु। अहिले चाहिँ कीर्तिपुर नयाँ बजारमा तरकारी किनेको तर्खरमा छु साथीहरू। लेट्स सी गाइज उतै गएर भेटौँला। ल है त साथीहरू, तरकारी बजारमा जानुभन्दा अगाडि मेरो रुमबाट देख्ने दृश्य है त। यो चाहिँ धरहरा स्काई वाल्क सबै देख्छ है त गाइज। कीर्तिपुरबाट मेरो रुमबाट ठ्याक्कै देख्छ ल स्काई वाल्क र यो धरहरा। ल हामी चाहिँ तरकारी बजारतिर लाग्यौँ है साथीहरू। लेट्स सी। अल राइट गाइज, म चाहिँ फाइनली तरकारी किन्न आइसकेको छु होइन। अहिले त साथीहरू यहाँ चाहिँ अब अर्ग्यानिक तरकारीहरू सुरु। यहाँ चाहिँ सबै प्रायः सबै अर्ग्यानिक हुन्छ कि है। यहाँतिर चाहिँ अर्ग्यानिक हुन्छ तरकारीहरू होइन। सब विषादीयुक्त हुँदैन कि त्यो बल्फुबाट आएको होइन, सबै आफै उत्पादन गरेकोहरू हुन्छ होइन। के लाने हो आज पहिला हेरौँ अनि त्यसपछि लैजाउँला है त है त। अर्ग्यानिक पसल है त कीर्तिपुरको। लोकल मार्केट इन कीर्तिपुर। दिदी गोलभेडा कसरी हो? गोलभेडा कसरी? आधी किलोको 40। ल गोलभेडा राम्रो रहेछ। लोकल होइन त यो? लोकल हो। बल्कुबाटले होइन नि? हैन लोकल हो। लगाइस ल है त गाइज, म चाहिँ फर्केँ है। पानी पऱ्यो यार, अलिक भिडियो गरौँ भनेको है गाइज। ल गाइज है पानी पऱ्यो, म चाहिँ फर्केँ है त। एकछिन भिडियो बनाऊ भनेको है, तर पानी पऱ्यो है। हाम्रो लोकल मार्केट कोही कीर्तिपुरबाट कोही कसैले हेर्दै हुनुहुन्छ भने पाँगादो बाटोमा चाहिँ यहाँ चाहिँ लोकल अर्ग्यानिक तरकारीहरू पाइन्छ है। लेट्स सी गाइज नेक्स्ट भिडियो भन्दै छुट्टिन्छु आजलाई। पानी पऱ्यो है त गाइज। आज अलिक लामो भिडियो बनाउनु मन थियो सो द्याट, तर पानी पऱ्यो। नेक्स्ट भिडियो लेट्स सी गाइज। हेलो गाइज, फाइनली म चाहिँ रुममा आइसकेको छु है। पानी पऱ्यो यहाँ, यति सबै भिजायो पानी परेर है। म चाहिँ फाइनली रुममा आइसकेको छु। रुममा आएर नि यहाँ तरकारी बनाउने कार्यक्रम हुँदै। लेट्स सी ल है त। के सिमिलेर है यो त? घिउ सिमी भन्छ कि त्यसलाई? हुन्छ। घिउ सिमी भने अर्कै छ नि। लगाइज है त। सी यू नेक्स्ट भिडियो। जो जहाँ हुनुहुन्छ स्वस्थ रहनु, मस्त रहनु, अलिअलि व्यस्त रहनु भन्न चाहन्छु। राम्रो कर्म गर्नु, राम्रो फल पाउनु हुनेछ। लेट्स सी गाइज नेक्स्ट भिडियो।